Hello everyone, it's me Pratik Sangrala. I have got my Australian visa granted at Siki University for the Bachelor's of Information Technology program with the major in Cybersecurity at Siki University. अनि अब मेरो जर्नीको कुराहरू गर्दाखेरि चाहिँ म फर्स्टली एज एन इन्टर्न नै यहाँ एजुकेसन प्लानेट प्लानेटमा काम गरेको थिएँ र वहाँ काम गर्दा गर्दै मलाई पनि अस्ट्रेलिया जाने रहर आयो र त्यसको लागि मैले हाम्रो सन्तोष सर काउन्सिलर उहाँले एकदमै सपोर्ट गर्नुभयो। उहाँले आफ्नो स्टुडेन्ट भिजामा त छँदैछ प्लस मलाई आफ्नो वर्क हाम्रो प्रोफेसनल वर्कमा पनि एकदमै सहयोग गर्नुभयो, काम सिकाउनेदेखि लिएर प्लस उहाँको डिटेलिङ, उहाँ मात्रै नभएर अरू सबै काउन्सिलरहरूको डिटेलिङ र वर्कप्रति डेडिकेसन एन्ड डकुमेन्टेसनका कुराहरू अनि एकदमै फ्रेन्डली नेचरहरू सबै एकदमै मन पर्यो र मैले एक्सपिरियन्स पनि गरेँ। यहाँ जति मैले काम गरेँ त्यो कुरामा एकदमै खुसी छु। यहाँ मलाई सबैले माया पनि गर्नु भएको छ, एकदमै धेरै पुरै प्लानेट परिवारकै सबैजनाले हाम्रो रोनिसा म्यामदेखि लिएर रचना म्यामदेखि लिएर अरू सबै सर म्यामहरूले उत्तिकै मलाई माया गर्नुभएको छ। यस्तो अहिलेको यो करेन्ट सिचुएसनमा यो भिजाहरूको कुराहरूमा एकदमै मलाई पनि आफैलाई पनि अलिअलि डर लागिरहेको थियो, तर प्लानेट वाज अलवेज विथ मी र हाम्रो सन्तोष सर उहाँको डकुमेन्टेसनमा पनि मलाई एकदम भरोसा थियो र त्यसले गर्दा मैले आज भिजा पाएको छु। त्यसको लागि मेरो काउन्सिलर सन्तोष सर उहाँलाई म एकदमै स्पेसियली थ्याङ्क यू र धन्यवाद दिन चाहन्छु। साथसाथै हाम्रो रोनिसा म्याम, लयन सर उहाँले पनि यो जर्नीमा एकदम धेरै सपोर्ट गर्नुभयो। प्लस हाम्रो अरू सबै प्लानेट फ्यामिलीलाई पनि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र हजुरहरू पनि यदि एब्रोड स्टडीको प्लान गरिरहनु भएको छ भने चाहिँ आई स्ट्रङली रेकमेन्ड एजुकेसन प्लानेट चाहिँ हजुरहरूको लागि बेस्ट चोइस हुनसक्छ। थ्याङ्क यू। ePlanet, your trusted guide to global education. Strong and clear.